नमस्ते बाबु नानीहरू, हजुरहरूलाई हाम्रो रमाइलो किड्स नेपाल युट्युब च्यानलमा हार्दिक स्वागत छ। आजको भिडियोमा हामीले क देखि ङ सम्मको अक्षरहरू सिक्नेछौँ, लेख्नेछौँ, सँगसँगै भन्ने पनि छौँ। भिडियोलाई अलि ध्यान दिएर हेर्नुहोला। अब भिडियो सुरु गरौँ है त। कबाट कछुवा। कछुवा एउटा बिस्तारै बिस्तारै हिँड्ने र जति हिँडे पनि नथाक्ने एउटा जनावर हो। कछुवा कबाट कछुवा। बाबु नानीहरूले सँगै भन। खबाट खरायो हुन्छ। खरायो दौडिने एउटा जनावर हो। जति दौडे पनि खरायो आफ्नो स्थानमा पुग्दाखेरि जहिले पनि हार्ने गर्छ। खरायो खबाट खरायो। गबाट गमला हुन्छ। गमलामा हामीले फुल रोप्ने गर्छौँ। गमला गबाट गमला। घ भनेको घर हो। घर भनेको हामी बस्ने ठाउँ। हामी बस्ने ठाउँलाई घर भनिन्छ। घबाट घर। ङ भनेको खाली हुन्छ। ङबाट केही पनि आउँदैन। यदि हामीले ङलाई उल्टे पढ्यौँ भने ङबाट नङ हुन्छ। नङ भनेको हाम्रो हात खुट्टामा हुने नङ हो। नङ ङ। प्यारा प्यारा बाबु नानीहरू, यो भिडियोलाई पुनः एकपटक फेरि दोहोऱ्याउने है त, मसँग सँगै भन्ने सबैजनाले। अब फेरि दोहोऱ्याउँ, भिडियो सुरु गरौँ। कबाट कछुवा। कछुवा एउटा बिस्तारै बिस्तारै हिँड्ने र जति हिँडे पनि नथाक्ने एउटा जनावर हो। कछुवा कबाट कछुवा। बाबु नानीहरूले सँगै भन। खबाट खरायो हुन्छ। खरायो दौडिने एउटा जनावर हो। जति दौडे पनि खरायो आफ्नो स्थानमा पुग्दाखेरि जहिले पनि हार्ने गर्छ। खरायो खबाट खरायो।